नमस्ते, थ्याङ्क यू सो मच है तपाईँले हाम्रो लागि यहाँसम्म आइदिनु भयो, हाम्रो सुटिङ गरिदिनु भयो, धन्यवाद भन्न चाहन्छु। ओके, रेखा एकदमै राम्ररी देखिनु भएको छ, कस्तो लागिरहेको छ आज यो ड्रेस मेकअप? फर्स्ट अफ अल त नमस्ते सबैजनालाई, जुम टिभी नेपाल हेरेर बस्नुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद। के सोध्नु भएको थियो? एकदमै राम्ररी देखिनु भएको छ यो ड्रेसले मेकअपले, थोरै भनिदिनुहोस् न कस्तो लागिरहेछ तपाईँलाई? राम्रै लागिरहेछ। राम्रै लागिरहेको छ है। अब सधैँभरि प्राय स्टुडियोमा मात्रै तपाईँको सुटिङ भइराखेको थियो, आज त 2वटा गीतको सुटिङ, त्यही माथि एकदमै राम्ररी देखिनु भएको छ, मेकअप हेयर सबै चिज एकदमै राम्ररी हुनुभएको छ। सो ऐना हेर्दै गर्दाखेरि अलिकति चेन्ज पाउनु भएको छ कि छैन? धेरै चेन्ज भएको छ नि। के सबै चेन्ज भएको छ, फेसको स्ट्रक्चर नै सब चेन्ज भयो। अब कमेन्ट के आउँछ थाहा छ? थाहा छ, थोरै भनिदिनुहोस्। अघि तपाईँले भन्दै हुनुहुन्थ्यो चेन्ज भएछ भन्ने आउँछ है। ओके, आज मजाले नचाउनु भयो। अब तपाईँ त प्रोफेसनल गायक मात्रै होइन, तपाईँ त डान्सर पनि हुनुहुन्छ, असाध्यै राम्रो डान्स पनि गर्नुभएको छ। आज रेखालाई पनि नचाउनु भयो है तपाईँले? म डान्सर चाहिँ होइन है, भर्खर डान्स सिकिरहेको छु र कहिलेकाहीँ यस्तो रमाइलो भन्नु लागि चाहिँ आफ्नो म्युजिक भिडियो खेल्छु होइन, कहिले खेल्नुपर्छ भन्ने पनि अडियन्सहरूले भनिरहेका छन्, त्यही भएर चाहिँ यसो जति सके त्यति नाचिरहेको छु। रेखालाई पनि प्लस नचाउनु भएको छ? हजुर, अलिअलि दुईजना मिलेर नाचिरहेका छौँ, अलिअलि दुईजना मिलेर नाचिराख्नु भएको छ है। ओके, डान्स गर्न कतिको अप्ठ्यारो भयो कि अथवा सहज नै भयो? रेखाले त पहिलेदेखि नाच्नुहुन्थ्यो, तर पनि अब अहिले सुटिङमा यतिका धेरै लाइट अनि यतिका धेरै तपाईँलाई सपोर्ट गर्ने धेरै व्यक्तिहरू हुनुहुन्छ, यो बिचमा नाच्न कतिको अप्ठ्यारो भयो? अब एक्लै रुममा टिकटक बनाएर नाचे जस्तो सजिलो त हुँदैन, अनि स्टेप बाई स्टेप राम्रो गर्नु पऱ्यो, अलिकति गाह्रो भयो है। कहिले नगरे भएर स्टेपहरू ठ्याक्कै माइन्डमा राख्न त त्यति धेरै गाह्रो चाहिँ भएन, तर ठ्याक्कै फिनिसिङ चाहिँ दिन नसक्ने। हजुर, हो त्यही भयो। ओके, आज उहाँसँग नाच्दै गर्दाखेरि कस्तो लाग्यो तपाईँलाई? रमाइलो लाग्यो नि, सम्पूर्ण टिमसँग काम गर्न एकदम रमाइलो लाग्यो। दादासँग मात्रै होइन, दादासँग त पहिलेबाट काम गरिरह हो, 2-3वटा गीत गरिसकेँ दादासँग, रमाइलो लागिरहेछ, सपोर्ट गरिराख्नु भएको छ। अनि अन्य टिमहरूसँग पनि जोडिएर काम गर्न पाएँ, रमाइलो भयो। ओके, अब उहाँसँग डान्स गर्दै गर्दाखेरि कता डर चाहिँ लाग्यो कि लागेन? अब उहाँको त त्यतिका धेरै गीतहरू सुपर डुपर हिट छन् होइन, उहाँ आफैमा एकदमै चर्चित व्यक्तित्व हुनुहुन्छ, अहिले त झन् मेला महोत्सवमा उहाँलाई भ्याइ नभ्याइ नै छ। उहाँसँग स्क्रिन सेयर गर्न पाउँदाखेरि खुसी सँगसँगै मनमा डर चाहिँ थियो कि थिएन? हिजो अस्ति गीत रेकर्ड गर्ने बेला त थियो, अहिले त छैन। अहिले त छैन। खुसी त एकदम धेरै खुसी छु, उहाँ जस्तो व्यक्तिसँग जोडिएर काम गर्न पाएको छु, खुसी छु, तर डर चाहिँ अहिले त छैन। है, दादासँग घुलमिल भइसक्यो।